हावाले पनि तिम्रै नाम बोल्छ आज, मनको हर धडकन तिम्रै साथमा राज। टाढा हुँदा पनि नजिकै लाग्छौ, मेरो हरेक खुसीमा तिमी नै बस्छौ। तिमी बिना अधुरो छु म, यो जीवनभरि साथ देऊ। म त केवल तिम्रै नाम। हेलो गाइज, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। म यति बेला कहाँ छु भन्दाखेरि बाटोको बिचमा छु। मेरो बाइक यहाँ छ। म चाहिँ यति बेला उता बजारतिर गएको थिएँ, बतासे गएको थिएँ। यसरी चाहिँ म बजारबाट फर्किँदै गर्दाखेरि चाहिँ ट्याक्क बाटोमा ब्याकग्राउन्डमा देख्नु होइन, यो ट्याक्क लाएर यो खानु पर्यो भनेर चाहिँ म यसरी रोकिएको छु होइन गाइज। ट्याक्क लाएर औसलु भन्छ गाइज यसलाई। अब गाउँघरमा बसेको रमाइलो भनेको यस्तो छुट्टै छ, बाटोमा हिँड्न, बाटोमा फलेका फलफुलहरू खायो, रमाइलो छ गाइज। तपाईँहरूलाई कतिको मनपर्छ कमेन्ट गर्नु होला। ल गाइज, अब यता यो बाटैभरि पुरै जताततै ऐँसेलु नै ऐँसेलु छ। लगभग अब ऐँसेलुको सिजन अब सकिन थालेको छ। म चाहिँ अब खान्छु ल। कस्तो चाहिँ लगभग यो धेरै भएर अब यसको समय सकिन थाल्यो। लगभग अब यो सुकिसकेको छ, हेर्नुहोस् त। यो अलिकति केही राम्रो छ, कतिपय ठाउँमा राम्रै छ। म चाहिँ टिपेर खान्छु ल। ट्याक्क टिपेर यस्तरी टिपेर गाइज। यो गाउँघरमा बसेपछि गाइज यस्तो बाटोमा हिँड्दा ऐँसेलु भेटिन्छ, काफल भेटिन्छ गाइज। ल हेर्नुहोस्, म खान्छु ल। वाउ, मजा आयो गाइज, मजा आयो। मैले खाएँ, धेरै बेरै खाएँ, अझै भिडियो चाहिँ बनाएन खासै गाइस। ल यो ऐँसेलु कतिजनाले खानुभएको छ कमेन्ट गर्नु होला है। यस्तै छ। बाइक यहाँ छ, बाइक नधोएको धेरै भएको छ, अब धुने भन्दा पनि त कहिले कता होइन, कहिले कता होइन, यस्तै छ गाइज। मौसम यस्तो छ, पानी पर्ला जस्तो देखिएको छ गाइज। अब यतातिरको खानु पर्यो है त। वाउ वाउ, यतातिर पनि छ, जस हल्का अमिलो छ, गुल्ले गुल्ले छ गाइज। वाउ, अब यता यता झन् धेरै छ गाइज। यहाँ हेर्नुहोस्, झन् धेरै छ। मेहनत गर्नु पर्यो गाउँमा बसेपछि, अब यस्तै यस्तै खान पाइन्छ। गाइज, तपाईहरुलाई मन पर्छ? यस्तै छ गाइज। अब बाटोहरु
यसरी खाँदै बसिरहने कुरो पनि भएन होइन। यता पनि छ बाटो यतापारि पनि रहेछ, यता नि खानु पर्यो। गाइज अझै अलिकति खान्छु है म। यहाँ छ ओए, तर एउटा ख्याल गर्ने कुरा चाहिँ के छ यसमा काँडा हुन्छ है गाइज। काँडाले फेरि मजै हुन्छ नि फेरि काँडाले कोतरी पनि। म अगाएँ अब खाएको मात्र भिडियो खिचेर पनि हुँदैन। अब म यस्तो यो ठाउँमा छु गाइज, हेलमेट पनि साथ छैन। ठिक छ, बाटो यस्तै हो। यस्तै आज मोटो भ्लगको चाहिँ म हाल्छु कि हाल्दिनँ त्यही हो। यति बेला बतासेको बजार यहाँ छ। म यहाँबाट यसरी आएको, अब यहाँ जाने हो देउराली। मेरो स्कुल यतै छ। म नयाँ स्कुलमा आएको छु नि त गाइज। यो चाहिँ मैले अझै भिडियोमा चाहिँ बताएको थिइनँ, अब थाहा छ। अब म फर्किन्छु, मलाई यहाँ कुरिरहेछ गाइज। म फेरि जहाँ आयो त्यहीँ ऐसोले देख्छु गाइज। यस्तो छ यता चाहिँ जस बाटाको वरिपरि जताततै ऐसोले छ होइन। म आउँदै थिएँ तपाईँहरूलाई एउटा कुरा भन्नु मन लाग्यो मेरो भिडियोमा। म छु यति बेला पाल्पाको रिप्तीकोटमा, मेरो बसाइ यतै छ होइन। अहिले यो भिडियोमा घाम देख्नु भएको छ होइन, अघि नै पनि हल्का घामै थियो। तर यो ठाउँ भनेको नि अब यहाँभन्दा लगभग उतातिर त्यहाँ यस्तो हुस्सु लागिरहेछ क्या। यो धुवाँ होइन गाइज, यो हुस्सु हो। यो हुस्सु जति बेला पनि यो यहाँबाट मौसम क्लियर भयो भने त उतातिर पुरा बुटोलको पुरा त्यो भाग देखिन्छ होइन। धेरै जसो चाहिँ यहाँ यस्तो हुस्सु चाहिँ लागिरहेको हुन्छ क्या, यस्तै छ। अब यो ठ्याक्कलाई यो हेर्दाखेरि यो ठाउँहरू चाहिँ काउले डाँडा भन्ने छ नि, उता रामपुरभन्दा माथि त्यो के भन्छ निस्ती गाउँपालिका हो क्या। त्यहाँको काउले डाँडाको जस्तै हामीले देख्न सकिन्छ। त्यहाँ जस्तै त्यो कुचो के भन्छ अरे अम्लिसो को बोटहरू यहाँ देख्न सकिन्छ हामीले। मैले त्यही भन्नलाई चाहिँ यति बेला रोकेर भिडियो देखाउँदैछु, बनाउँदैछु। हुस्सु अघि भर्खर यहाँ देख्नु भएको छ नि गाइज, सब हुस्सु लागिरहेछ। यस्तै छ, यतातिर चाहिँ घाम लागिरहेछ। यहाँ चाहिँ घाम लागिरहेछ, त्यहाँ हेर्ने हो भने हुस्सु लागिरहेछ। अहिले हरायो, अहिले उत्तिखेरै आउँछ फेरि यतातिर। यस्तै छ। म जाने लगभग यो डाँडाभन्दा यता अलिकति, यो डाँडाभन्दा अलिकति तलतिर उत्तिखेरै पुगिन्छ। अघि आएको ठाउँबाट ऐसोली खाएको ठाउँबाट लगभग कति मिनट, 15 मिनट हो। तल उता बतासेबाट 20 मिनट हो, 15 मिनट छ। एक दिन म पुरै मोटो भ्लगमा देखाउँछु अर्को भिडियोमा। अहिले चाहिँ यत्तिकै भिडियोहरू बनाइरहेको छु गाइज। ऐसोले फेरि जताततै छ। मैले फेरि अहिले एकछिनपछि कहाँ गएर रोकेर खान्छु क्या फेरि। ल भर्खर यहाँ देख्नु भएको थियो होइन, हुस्सु लागेको थियो। अहिले यो खुलिसक्यो गाइज। यतातिर यता त म गएन, सब हुस्सुले ढाकिरहेछ। यस्तै छ, यस्तै
उता सब हुस्सो आइरहेछ अघि यस्तो यता लगाइसकेको थियो अहिले हटिसक्यो यस्तै छ म राखेर आइसकेँ के अरे फेरि भिडियो बन्द गरेर आइसकेको थिएँ लगभग यो ठाउँतिर आउँदाखेरि यो देउरालीको डाँडाहरू यो यता चाहिँ यता माथि यता कता उता परतिर हो यता माथि भ्यू टावर छ होइन म एक दिन भ्यू टावरमा पनि जाँदैछु यहाँ फेरि अझै ताजा सफावाला यहाँ मैले भेटाएँ सो यो हेर्नुहोस् यस्तो छ अझै खानु पर्यो भनेर फेरि रोकेँ गाइस वाओ तलको भन्दा यो चाहिँ मिठो रहेछ है आया कोतेर गाइस तलको भन्दा चाहिँ यो मिठो रहेछ मलाई त्यस्तो लाग्यो खाएँ ल औ 고쳐 아야 पानी आउँदा उत्तिने ठाउँ छ यहाँ बाइक छ यता यस्तो छ यहाँको वातावरण जति खाए पनि मिठो लाग्छ हौ अब त साँच्चै म जान्छु म यताबाट जाने है म आएको चाहिँ यहाँबाट आज मोटो भ्लग गराइरहेको छैन म ऊ यहाँ पनि छ यहाँ पनि छ भयो जताततै खाँदै हिँडेर कहाँ भ्याइन्छ अरे ल अब चाहिँ फेरि ल अहिलेको लागि त साँच्चै नै भिडियो एन्ड गरेँ अब नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला पुरानोले पनि माया गरिदिनु होला कमेन्ट गरिदिनु होला पक्कै पनि ऐसलु कतिजनाले खानुभएको छ त्यो चाहिँ कमेन्ट गरिदिनुहोस् त ल ओके आजलाई यति भन्दै मेरो भ्लगलाई यहाँ एन्ड गर्छु